जब केही गर्न सकिँदैन नि तब प्रतीक्षा गर्नुहोस्। आफ्नो मनको सबै बोझ भगवानको भरोसा छोडिदिनुहोस्। जसलाई तपाईँ सम्हाल्न सक्नु भएन त्यो सबै समय आफै सम्हाल्छ। तपाईँ आफ्नो ध्यान राख्नुहोस्। तपाईको घाउ भर्ने काम समय गर्नेछ। जब केही गर्न सकिँदैन नि तब प्रतीक्षा गर्नुहोस्। जब केही गर्न सकिँदैन तब प्रतीक्षा गर्नुहोस्। जो तपाईको हो ऊ तपाईसम्म आउने बाटो खोजिरहेको छ। जो तपाईको हो ऊ तपाईसम्म आउने बाटो खोजिरहेको छ। जे तपाईले गुमाउनु भयो ऊ त आफ्नो बाटो हिँडिरहेको थियो। सायद तपाईँ बीचमा आउनु भयो कि यही सोचेर उसलाई जान दिनुहोस्। जो तपाईले गुमाउनु भयो उसलाई सम्झेर रुने काम कहिल्यै नगर्नुहोस्। जे तपाईले गुमाउनु भयो ऊ तपाईको कहिल्यै थिँदै थिएन र जे तपाईको हो ऊ तपाईसम्म जसरी पनि आउनेछ। जबसम्म आफ्नो पालो आउँदैन तबसम्म अरूको सफलतामा ताली बजाउनुहोस्। जबसम्म आफ्नो पालो आउँदैन तबसम्म अरूको सफलतामा ताली बजाउनुहोस्। आज तपाईले ताली बजाउन उठाएका हातहरू भोलि तपाईको सफलतामा अवश्य उठ्नेछ। आज जसको लागि तपाईले ताली बजाउन हात उठाउनु भयो भोलि तपाईको सफलतामा ती हातहरू अवश्य उठ्नेछ। यदि उठेन भने पनि नियति सम्झेर जान दिनुहोस्। माफी दिनुहोस्। माफ गर्नु नै सबैभन्दा ठूलो धर्म हो, सबैभन्दा ठूलो सेवा हो। जानाजान कसैले गल्ती गर्दैन। जानाजान कसैले गल्ती गर्दैन। जान अनजानमा भएका सबै गल्तीहरू सम्झिएर माफी दिन सक्नुपर्छ। आफूले अनजानमा गरेको कुराहरूलाई पनि छोडिदिनुपर्छ। सम्झिरहनु भनेको दिलको घाउ बारम्बार दुखाइरहनु हो। दिलको घाउ जब दुख्छ नि यसरी दुख्छ, न कुनै मलम हुन्छ न कुनै पट्टी हुन्छ, बस हुन्छ त छटपट्टी मात्रै हुन्छ। मलम पट्टी नभएका घाउहरूले धेरै दुखाउँछन्। यो कुरा सम्झनुहोस्, बुझ्नुहोस्। जति सजिलै जति छिटो बुझ्नुभयो उति तपाईलाई राम्रो हुनेछ। नत्र भोलि रुँदै हिँड्नुपर्ने हुन्छ। नत्र भोलि सम्झिँदै गर्दा बगेका आँसुहरूले पोल्नेछन् तपाईलाई पनि तपाईसँग बसेकाहरूलाई पनि। त्यही भएर आफूलाई पोल्ने काम, आफ्नो मन बिजाउने काम कहिल्यै नगर्नुहोस्। सकेसम्म अरूलाई रुवाउनु हुँदैन। सकेसम्म अरूलाई रुवाउनु हुँदैन यो त सबैले भन्छ, तर आफूले आफूलाई रुवाउनु हुँदैन यो कुरा तपाईलाई कसैले सिकाएन। तपाईलाई पाप त आफूलाई रुगाएको पनि त लाग्नेछ होइन र। त्यही भएर खुसी रहनुहोस्। बाध्यता बस्ने मुस्कुराइदिनुहोस् न। मुस्कुराउँदा हेर्नुहोस् त ऐनामा कति राम्रो देखिन्छ। एकछिन ऐना हेर्दा त यति राम्रो देखिन्छ मुस्कुराउँदा भने सधैँ मुस्कुराइरहँदा जीवन कति सुनौलो होला, कति राम्रो देखिएला। सोच्नुहोस् त एकचोटि। त्यसैले मुस्कुराउन थाल्नुहोस्। हेर्नुहोस् त मुस्कुराउँदा कति राम्रो देखिन्छ। मलाई मात्र होइन सबैलाई राम्रो देखिन्छ।